धेरै समय पहिलेको कुरा हो। एक टाढाको पहाडी राज्यमाथि अचानक अन्धकार फैलिएको थियो। भनिन्छ त्यो अन्धकार तबदेखि हटेको थिएन जबदेखि सीताको किल्लाकी राजकुमारी एकाएक एक दिन हराएकी थिइन्। त्यो किल्ला अब कसैले देख्न सक्दैनथ्यो। केवल पवित्र मन भएको व्यक्ति मात्र त्यसलाई पत्ता लगाउन सक्थ्यो। अर्कोतर्फ एउटा सानो गाउँमा एकजना गोठालो बस्थ्यो। उसको नाम चाहिँ किरण। किरण हरेक दिन बिहान वस्तुभाउ चढाउन जान्थ्यो र टाढाको पहाडी राज्यमाथि अन्धकार फैलिएको हेरेर बस्थ्यो। एक दिन ऊ सुतिरहेको बेलामा सपनामा एउटा सुन्दर युवती देख्यो। उनका आँखा आँसुले भरिएका थिए र उनले किरणलाई भन्दै थिइन्, म तिम्रो प्रतीक्षा गर्दैछु, समय सकिँदैछ। सपना देख्ने बित्तिकै किरण बिउजियो अनि ऊ झसङ्ग हुँदै सोच्न थाल्यो, के यो सपना साँचो हो त? के साँच्चैकै सुन्दर युवतीले मलाई पुकारेकै हुन् त? म यो रहस्य अवश्य पनि पत्ता लगाउने छु। किरण बिहानै उठ्यो र हिम्मत बनाएर अन्धकारले भरिएको राज्यतिर लाग्यो। जसरी जसरी ऊ अगाडि बढ्दै जान्थ्यो, बाटो अचानक हराउँथ्यो। बाटो देखिँदैनथ्यो। सबैतिर कुहिरोले ढाकिएको हुन्थ्यो, तर मनमा सपना झल्किरहेको थियो। ऊ अगाडि बढ्दै जाँदा एक स्थानमा एउटा पुरानो रुख बोल्यो, ए मनुष्य, तिमी कहाँदेखि आएको हौ र कहाँ जाँदैछौ? मैले एउटा नरमाइलो सपना देखेको थिएँ। सपनामा एक सुन्दर युवती रुँदै थिइन् अनि उनीले गुहार माग्दै थिइन्। सायद उनी ठुलो आपत्तिमा परे जस्तो छ र मलाई मद्दतको लागि भन्दै थिइन्। अनि रुखले भन्न थाल्यो, के तिमी साँच्चै सपनाको राजकुमारीले भेट्न चाहन्छौ भने तिमीले आफ्नो सबै डर यहीँ छोड्नुपर्छ र तिमी निडर हुनुपर्छ। किरणले एकछिन आँखा बन्द गरेर मन खाली पार्यो र जब उसले आँखा खोल्यो, उसको सामु एक पारदर्शी सिसाको किल्ला उभिएको थियो जुन रातो सूर्यको झल्कोमा चम्किरहेको थियो। सम्पूर्ण भागहरू यसै भिडियोमा नअटाउने भएकोले नै म पार्ट 2 छिटै लिएर आउनेछु। कृपया च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।